2025 को विश्वव्यापी कैथोलिक जयन्ती वर्ष आशाका तीर्थयात्री भन्ने भावसहित मनाउँदैछ। यो जयन्ती इंट्रोस्पेक्शन यानी अंतर्दर्शन, आत्मा परीक्षण, क्षमाशीलता र नयाँ सुरुवातको अवसर हो। यसले समाजमा न्याय, समानता, करुणा र पुनर्जागरणको सन्देश दिइरहेको छ। आजको विश्व परिस्थितिमा यस्तो आशा, विश्वास र आध्यात्मिक पुनरुत्थानको अत्यन्तै खाँचो छ। यसरी यस वर्ष सिक्किमले पनि आफ्नो राज्य स्थापनाको 50 वर्ष पूरा गर्दै स्वर्ण जयन्ती बनाइरहेको छ। यो 5 दशक लामो यात्रामा सिक्किमले शान्ति, समृद्धि, सद्भावना र समुन्नत बहुआयामिक विकासको अनुपम उदाहरण प्रस्तुत गरेको छ। धर्मावलम्बीहरू एकाअर्कामा मिलेर बसेका छन्। सबै वर्ग अनि समुदाय आपसमा आदर सत्कार सहित मिलेर बसेको अनुपम उदाहरण हाम्रै राज्यमा पाइन्छ। सिक्किम सरकारको चाहना अनि प्रतिबद्धता के छ भने हाम्रा सबै धर्मका अनुयायीहरूले प्रगति गरेको हामी हेर्न चाहन्छौँ। सबैले आफ्नो आफ्नो क्षेत्रमा तरक्की गरेको हामी हेर्न चाहन्छौँ। सरकारको तर्फबाट सबै धर्मलाई बराबरीको दृष्टिकोणले हेर्न सकौँ भन्ने हाम्रो प्रार्थना सधैँ परमेश्वर अघि रहन्छ। सिक्किम एउटा उदाहरण राज्य हो जहाँ सबैले प्रगति गरिरहेका छन् भने सरकारले पनि सबैलाई सहयोग गर्न पाउँदा मलाई धेरै खुसी लाग्दछ। साथै धेरै सन्तुष्टिको अनुभूति पनि हुने गर्दछ। अलिकति धर्मको विषयमा भन्नुपर्दा हामीले धर्मका रक्षा गर्यौँ भने धर्मले हामीलाई रक्षा गर्दछ। परमेश्वरले सिकाएका महान कुराहरू जस्तै प्रेम अनि करुणा, सत्यको मार्गमा हिँड्नु, क्षमा अनि मेलमिलाप, न्याय अनि समानता, सेवा अनि परोपकार, कृतज्ञता अनि विनम्रता, सहनशीलता अनि धैर्यता, पश्चाताप अनि सुधार, शान्ति अनि सद्भावना, आत्मिक अनुशासन जस्ता धेरै कुराहरूले हामी सबैको जीवनमा असर पारेको छ अनि हामीलाई धेरै नै फाइदा पनि भएको छ। यसमा हामीले आफैलाई अनुसरण गर्नुपर्छ, यानी आफैपट्टि फर्केर हेर्नुपर्छ कि हामीले कति गर्दैछौँ र यी कुराहरूमा हामी कति प्रतिबद्ध छौँ। जो हामीलाई प्रभु यीशुले भनेका बानीहरूलाई